स्टुडेन्ट भिजामा भएको धेरैजनाले मलाई चाहिँ सोधिरहनु भएको छ, हामीले एभिएनमा काम गर्न चाहिँ पाइने हो कि नपाइने हो भनेर। मैले पहिला एउटा भिडियोमा नि यसको जवाफ दिएँ जस्तो लाग्छ। स्टुडेन्ट भिजामा भएकाहरूले एभिएनमा काम गर्न नपाउने भन्ने चाहिँ कतै छैन, पाइन्छ। तर एभिएनमै काम गरे पनि तपाईँले चाहिँ फोर्टनाइटली 48 आवर्सको जुन वर्क रेस्ट्रिक्सन छ त्यो चाहिँ पालना गर्नुपर्छ। अब एभिएनमा भन्दैमा अनलिमिटेड नम्बर अफ आवर्स काम गर्न पाइँदैन। प्राइमेरी भिजा होल्डर जो छ उसले चाहिँ बिदाको टाइमहरूमा त फुल टाइम काम गर्न पाइहाल्यो, जति पनि टाइम काम गर्न पाइयो। पढाइ भइरहेको बेलामा चाहिँ 48 आवर्स पर फोर्टनाइट भन्दा बढी काम गर्न पाइएन। त्यसैले त्यो भिजा कन्डिसन ब्रिच हुनु भएन। अब त्यो कसरी थाहा हुन्छ त भन्दाखेरिमा चाहिँ त्यो एउटा तपाईँको इन्कमको लेभलबाट पनि थाहा हुन्छ। जस्तै फर इक्जाम्पल तपाईँले एउटा क्लिनिङको चाहिँ कन्ट्र्याक्टर भएर एभिएनमा काम गर्नुभयो र पर विक चाहिँ $3000 कमाइरहनु भएको छ भनेदेखि अब मैले हप्ताको चाहिँ 24 घण्टा काम गरेर $3000 कमाउँछु भन्दाखेरिमा चाहिँ नपत्याउन सक्छ त्यो तपाईँले बढी काम गरेको भनेर चाहिँ त्यसरी उनीहरूले गेस गर्न सक्ने ठाउँ भयो। त्यसैले तपाईँले यदि एभिएनमा काम गर्नुभएको छ भनेदेखि चाहिँ कति घण्टा कुन दिन काम गरेको भनेर तपाईँहरूले आफ्नो लग आफै राख्नुपर्छ, रेकर्ड राख्नु पर्यो। यो दिन यति घण्टा, यो दिन यति घण्टा यसरी काम गरेको भनेर तपाईँले राख्नुभयो। तपाईँले चाहिँ एज अ कन्ट्र्याक्टर काम गर्नुहुन्छ भने तपाईँले चाहिँ इन्भोइसहरू इस्यु गरेर हुन्छ। इन्भोइसमा नि यति नम्बर अफ आवर्स वर्क गरे भनेर देखिन्छ भने त्यो प्रुफहरू तपाईँले राख्नुभएको छ भनेदेखि र पर फोर्टनाइट 48 आवर्स कट्टा दिएको छैन भने एभिएनमा काम गर्न नमिल्ने भन्ने होइन, मिल्छ।